27 को पावर 3a plus 1 multiply 243 को पावर -4a divided 5 अनि हल को डिवाइडेड 9 को पावर a plus 5 multiply 3 को पावर a minus 7 यहाँ हामीहरुले सबैभन्दा पहिला हेर्नु पर्ने हो हैन कि सबभन्दा सानो बेस चाहिँ कुन हो त सबभन्दा सानो बेस यो पुरैमा हेर त यहाँ 27 छ 243 हो एउटा बेस हाम्रो 9 अनि अर्को चाहिँ 3 हो त सबभन्दा सानो बेस कुन हो यहाँ 3 हो हैन त जति पनि बेसिसहरु छन् रे बाबु त्यो सबै बेसिसहरुलाई हामीहरुलाई केमा चेन्ज गर्नु पर्ने हो 3 मा चेन्ज गर्नु पर्छ हैन ल तपाईं हेर त यो 27 छ भने 27 को सबभन्दा पहिला हामीहरुले के गर्नु पर्यो एलसीएम निकाल्नु पर्यो ल एलसीएम निकाल त ल यो कति भइहाल्छ 3 9 जा हो 3 लाग्छ भने कति हुन्छ हाम्रो 9 अनि यो फेरि 3 लाग्छ भने यो के भइहाल्छ हाम्रो 3 नै भइहाल्छ त के हामीहरुले 27 हो है 3 को पावर 3 लेख्न सकिन्छ मजाले लेख्न सकिन्छ किनकि 3 को पावर 3 भनेको हाम्रो 27 नै हुन्छ त यहाँ हामीहरुले मजाले लेख्न पायो यो 27 को ठाउँमा कति लेख्न पायो र बाबु 3 को पावर 3 अनि 3 को पावर 3 हैन अनि यो पुरैको ब्र्याकेट दिएर पावरमा कति छ हाम्रो 3a plus 1 हैन यो 27 को ठाउँमा त मात्र न हामी 3 को पावर 3 लेखेको बाँकीको पावरमा 3a plus 1 त जस्ताको त्यस्तै हुन्छ ओके त्यस्तै मल्टिप्लाई अनि 243 लाई पनि एलसीएम निकाल्यो भने 3 को पावर कति हुन्छ र बाबु 5 हुन्छ कति हुन्छ 3 को पावर 5 243 लाई पनि 3 को बेसमा चेन्ज गरेर लेख्न भने कति लेख्न पायो 3 को पावर 5 अनि मल्टिप्लाई पावरमा -4a डिवाइडेड बाइ 5 को 5 क्लियर छ बाबु ल अब यहाँ हेर तल अर्को डिवाइडेडमा हेर 9 को पावर a plus 5 छ त मैले के बनाएको छु सबैको बेसलाई केमा चेन्ज गर्दिने सानो वाला बेसमा चेन्ज गर्दिने त सानो वाला बेसमा कारण के हो 3 हो त यो 9 लाई पनि कुन बेसमा चेन्ज गर्नु पर्यो 3 को बेसमा त 9 लाई हामीहरुले 3 को पावर 2 लेख्न सकिन्छ अनि यो हल को पावरमा a plus 5 को a plus 5 हुन्छ नै अनि मल्टिप्लाई 3 को पावर 3a minus 7 यतिसम्म बुझ्यो नि सबैजना ल अब यहाँ हेर त बाबु यो भित्रको पावरले यो बाहिरपट्टिको पावरसँग के हुन्छ मल्टिप्लाई हुन्छ किन हामीहरु त यसरी पढेको न हो यसको पावर 3 छ अनि बाहिरमा 2 छ भने यो भित्रपट्टिको पावर र बाहिरपट्टिको पावर के भइहाल्छ एकापटमा मल्टिप्लाई भइहाल्छ हो कि हैन अनि यसको पावर 3 टु कति भइहाल्छ 6 भइहाल्छ हो कि हैन ल यसरी नै यो केसमा पनि हामीहरुले गर्नुपर्ने हो के हैन यो भित्रपट्टिको पावरलाई बाहिरपट्टिको पावरसँग के गर्दिनु पर्यो मल्टिप्लाई गर्दिनु पर्यो है ल अब हेर त 3 को पावर कति हो 3 हो यहाँ अनि बाहिरमा कति हो 3a plus 1 त यो 3 ले यो पुरैमा के गर्नु पर्यो मल्टिप्लाई गर्नु पर्यो अनि बेस 3 को 3 हैन अनि यो 3 ले यो 3a मा मल्टिप्लाई गर्छ भने कति हुन्छ 9a हैन प्लस प्लसै हुन्छ अनि यो 3 ले 1 मा मल्टिप्लाई गर्न भने कति हुन्छ र बाबु 3a हुन्छ ल मल्टिप्लाई अब यो 3 को 3 अनि यो 5 ले पनि त यो पुरैमा के हुन्छ मल्टिप्लाई हुन्छ अनि 3 to power 5 multiply -4a divided by कति भइहाल्छ हाम्रो 5 भइहाल्छ क्लियर छ यहाँसम्म बुझ्यो सबै ल अब हल को डिवाइडेड ल अब यो 2 ले पनि त यो a plus 5 मा मल्टिप्लाई हुन्छ हो कि हैन ल त 3 को 3 पावर यो 2 ले a मा मल्टिप्लाई हुन्छ भने के भइहाल्छ हाम्रो 2a भइहाल्छ हो कि हैन प्लसै हुन्छ अनि यो 2 ले 5 मा मल्टिप्लाई हुन्छ भने कति हुन्छ र बाबु हाम्रो 10 भइहाल्छ ल 2 5 जा 3 भइहाल्यो है ल मल्टिप्लाई 3 को 3 हैन यसको पावरलाई त केही गर्नु पर्ने नै छैन जस्ताको त्यस्तै रहेछ 3a - 7 को 7 यहाँसम्म सबैले बुझ्यो ल अब हेर त बाबु यो 5 माथि छ यो 5 तल छ डिवाइडको फर्ममा छ त यो र यो काट्न मिल्छ कि मिल्दैन मिल्छ ल एक स्टेप अगाडि हामी अझै बढाउँ 3 को पावर 9a plus 3 मल्टिप्लाई अब यो 3 को यो पावर वाला 5 त यो तलसँग त के भयो काट्यो बाँकी के रह्यो रे बाबु 3 को पावर -4a बाँकी रह्यो हैन र ल अनि तलपट्टि यहाँ पनि बेस के छ 3 छ अनि मल्टिप्लाई को फर्ममा छ यहाँ पनि बेस के छ 3 छ अनि बेस सेम हुन्छ र मल्टिप्लाई को फर्ममा हुन्छ भने एक अर्काका पावरहरु के हुन्छ आपसमा जोडिन्छ ल
त बेस एउटै राख्ने 3 को 3 अनि यो दुवैको पावरहरु एक आपसमा के गर्दिने जोड्दिने है ल जोड त तलको पावर कति आयो बाबु हाम्रो 2a प्लस 10 हैन अनि प्लस 3a माइनस 7 यतिको पाइहाल्छ हाम्रो पेन ल हो यहाँ अब माथि पनि हेर त बाबु यो बेस र यो बेस दुवै सेम हो अनि के को फर्ममा छ यो दुवै बेस मल्टिप्लाईको फर्ममा त यो दुवै जनाको पनि पावर के हुन्छ जोडिन्छ बेस एउटै रहिरहन्छ पावर चाहिँ के हुन्छ जोडिन्छ हैन ल 3 को 3 अनि पावरमा कति छ 9a प्लस 3 9a प्लस 3 अब यो पावरसँग के हुन्छ जोडिन्छ प्लस माइनस 4a छ हैन ल अनि तल डिभाइडेड ल यो सबैलाई पनि गर 3 को पावर 2a को 2a हैन प्लस 10 को 10 हैन अनि प्लस प्लस के हुन्छ प्लस 3a हैन अनि प्लस माइनस के भइहाल्छ माइनस माइनस 7 भइहाल्छ ओके ल अब माथि गएर त बाबु 3 को पावर 9a प्लस 3 प्लस माइनस के भइहाल्छ माइनस 4a हैन तल डिवाइडेड 3 को पावर 2a प्लस अब यो हेर त यो 10 बाट 7 जान्छ कि जान्छ यो 10 प्लस मा छ अनि यो 7 माइनस मा छ यो 10 बाट 7 जान्छ भने कति बाँकी रह्यो हाम्रो 3 ओके वा यो 3a लाई पहिला यो a सँग मिलाएर राख्नु 2a प्लस 3a अनि यो 10 बाट 7 घटाके जान्छ भने कति बाँकी रह्यो बाबु हाम्रो 3 प्लस 3 बाँकी रह्यो हैन र अब माथि हेर यो 3 को पावरमा 9a छ अनि यो माइनस 4a छ 9a बाट माइनस 4a घट्छ ओके त 3 को पावर 9a बाट 4a जान्छ भने कति बाँकी रह्यो 5a बाँकी रह्यो अनि प्लस 3 को 3 तल डिवाइडेड मा रे बाबु 2a प्लस 3a कति भइहाल्छ 3 को पावर 5a अनि प्लस 3 को प्लस 3 हुन्छ हाम्रो ओके हैन ल अब यहाँ हेर त माथि पनि सेम छ वा हामीहरुले माथि जे छ तल पनि त्यही छ त यसलाई डाइरेक्टली काटेर पनि हामीहरुले 1 लेख्न पाइयो वा हामी इन्डिसेस पढिरहेछ भने किन न इन्डिसेस रुल फलो गर्ने हो कि हैन बेस सेम छ अनि डिभाइड को फर्ममा छ भने माथि वालाको बेस को पावर सँग तल वालाको बेस को पावर के हुन्छ रे बाबु घट्छ के हुन्छ घट्छ माइनस हुन्छ ल त बेस सेम हो 3 को पावर 5a प्लस 3 को 3 हैन अनि यो पावर माथि जान्छ भने के हुन्छ माइनस भइहाल्छ माइनस 5a प्लस 3 ल 3 को 3 5a प्लस 3 हैन ल प्लस माइनस के भइहाल्छ रे बाबु माइनस 5a प्लस माइनस के भइहाल्छ माइनस 3 ल अब हेर त यो 5a प्लस मा छ यो 5a माइनस मा छ एक आपसमा काटिन्छ काट्यो यो 3 प्लस मा छ यो 3 माइनस मा एक आपसमा काट्यो ल सबै पावर काटिसकेपछि 3 को पावर कति बाँकी रह्यो बाबु 0 अनि कुनै पनि कन्स्ट्यान्ट को वा जुनसुकै भेरिएबल को जेसुकैको कुराको पनि पावर 0 हुन्छ भने त्यसको भ्यालु कति हुन्छ रे बाबु हाम्रो